गाइस भनेको चाहिँ एकदम कलाकार हो क्या फेरि होइन। अनि एउटा गीत उहाँको गीत सुन्ने बित्तिकै धेरै दर्शकहरूले मन परायो हुनुहुन्छ र उहाँ चाहिँ भनेको भाइरल गीत गाउने मान्छे पनि हुनुहुन्छ र उहाँको गीत सुन्न तपाईँहरू इच्छुक हुनुहुन्छ भने आज चाहिँ यसमा चाहिँ फुल्ली होइन तपाईँहरूले अब उहाँको गीत सुन्न सक्नुहुन्छ होइन। उहाँको गीतहरू चाहिँ अब तपाईँले कति वर्षदेखि चाहिँ गीत गाउन थाल्नुभएको सर? हजुर मैले त धेरै भएको छैन, 2 वर्ष जस्तो हुँदैछ। अनि फेरि भेट्न पनि निकै गाह्रो पर्छ होइन, हतपत भेट्न पनि सकिँदैन, उहाँ एकदम बिजी रहनुहुन्छ होइन। तर आज चाहिँ उहाँलाई भेटेको छ। यो खोइ यसो गीत गाएर यसो सुनाइदिनुहुन्छ कि? एक लाइन मात्रै ल हुन्छ नि होइन? हुन्छ। फुलको भुटे साडी सपक्क पारी पछ्यौरी मलमलको कौसीमा बसी तिमीलाई हेर्दा मन मेरो हलचल भयो। आउँदैन त्यतियो लौरे साली रेशमको चिटेकै सुनको चुरा बिहा गर्ने बित्तिकै तिमीसित पिरती लाइँदैन सुनको हाती दिए चाहिँदैन सकमा टक्ने